नमस्ते वेलकम ब्याक टु माई च्यानल है यति धेरै दिनपछि आज बनाउँदैछु सो आज चाहिँ यसो हामी बाहिर निस्किएको कलेज बिदाहरू छ शनिबार सो त्यही भएर आज चाहिँ घुम्न जाने हामीहरू एयरपोर्ट नजिक छरे घुमेर मलाई थाहा छ नि हाम्रो दुईजना सरले भन्नुभएको सो अहिले चाहिँ त्यहीँ जाँदैछौँ होइन यस्तो छ नि त फेरि टाउको होइन खासमा मेरो कपाल चाहिँ यस्तो मिल्ने नआउने भयो जिन्दगीमा नमिल्ने भयो भाइकिन भाइ अब चाहिँ जानेछौँ है अब एकछिनमा चाहिँ म अहिले जानेछु बाटोहरूको सिनपरीमा हाल्छु र त्यहाँ पुग्नु कति टाइम लाग्छ त्यो पनि सबै इच एन्ड एभ्री कुरा भन्छ यस्तो राम्रो भ्यू छ अरे अघि चाहिँ हेर्दा त राम्रै थियो भिडियोमा होइन सो अब जाऊँ त्यहाँ कस्तो हुन्छ त्यसपछि त्यो अनुसार रिभ्यू दिन्छु र म भन्ने पनि छु कहाँनिर छ के चाहिँ यदि राम्रो लाग्यो नि म भन्छु है रिकमेन्ड गर्छु त्यो ठाउँ कस्तो रहेछ भनेर सी यू हामी चाहिँ बसबाट झऱ्यौँ होइन बसबाट झरिसक्यौँ तर कहाँ जाने भन्ने कुरा थाहा भएन कि पार्क कता हो भन्ने कुरा थाहा भएन सो अब चाहिँ फोन गर्दैछौँ यहाँनिर चाहिँ अब कता हो सिधै छ नि अलमोस्ट यहाँबाट चाहिँ 10 मिनट जस्तो लागेको छ 60को हाम्रो अगाडि चाहिँ किङ्स रोडबाट एक्स 60 बस 60को बस चाहिँ जाँदो रहेछ ठ्याक्कै आउँदो रहेछ क्या यहाँनिर अनि अब म चाहिँ अब ब्याक क्यामेरा गरेर देखाउँछु होइन पछाडिको उयोहरू सो यहाँ चाहिँ हो होइन बाटो हामी आएको चाहिँ यो बाटो यहाँबाट यसो माथि यहाँ चाहिँ सोध्दैछ एड्रेस कता जाने भनेर के म्याच हालेको कि तिमी के म्याच हानिरह हो यो यही हो कि क्या हो घर देख्छु त म त बाटो छिरेर चाहिँ अब यता पार्क रहेछ होइन तर घरहरू पनि रहेछ छेउछाउमा कति टाइम लाग्छ यहाँबाट जानु 5 मिनट भनेको थियो ठ्याक्कै भी अब यता अगाडिबाट यो बाटो हिँड्दा हिँड्दा बेसी एउटा यस्तो आउँदो रहेछ यता चाहिँ एयरपोर्ट एन्ड ओल्ड रेक्टर फार्म भन्ने चाहिँ उता चाहिँ कोबेन्ट्री रोड हामी चाहिँ यता अर्को बाटो जाँदैछौँ है यहाँ चाहिँ सो यस्तो एउटा सानो नाला के अरे खोला जस्तो छ जिगेर चाहिँ आएर आवाज ओ अनि ठ्याक्कै नजिक रहेछ हामी चाहिँ लपुङ्ग लाइनबाट रायन एयर भन्ने छ त्यहाँ हामी ठ्याक्कै भर्खर आइपुग्यौँ होइन अघि लाग्यो त ला कहाँ हो भनेर तर भन्दा फेरि अघि फेरि फोन गरेर सोधेको यहीँ हो अरे यहाँ चाहिँ एयरपोर्ट छ होइन सरी फ्लाइटहरू पनि यहीँबाट नजिकै नै हुँदो रहेछ हामी चाहिँ अलमोस्ट ठ्याक्कै पुगेर अब पार्कमा छ चिज चाहिँ फेरि लास्टै छ यहीँ ल ल ल बवाल भ्यू चाहिँ राम्रो आउँदो रहेछ अरू चाहिँ भयो भने राम्रै लाग्यो ठाउँ चाहिँ ओभरअल हेर्दाखेरि त तर गर्मीमा चाहिँ आउनु बवाल मजा आउँदो रहेछ चिसो भन्दाखेरि पनि यहाँनिर चाहिँ यस्तो राम्रो छ होइन पेम्बा कता हो चाहिँ यहीँ बस्ने हो ल ठिक छ अब यहीँ बस्छौँ अब यसो दुई चारवटा एकछिन बसेर दुई चारवटा फोटो हानौँ होइन अनि यहाँ लासी चिसो भयो अब यहाँनिर चाहिँ राव गाइजो इनाव चट्ट अब यहाँबाट चाहिँ अब निस्किन लागेको हामी एकछिनमा होइन चिसो भएर चाहिँ मैले फेरि हाम्रो फेरि हिँडो भाइ छ नि त फेरि हाम्रो पेमा डङ फेरि है किन
यस्तो रमाइलो छ होइन यहाँनिर चाहिँ अब तपाईँहरू पनि तर दिउँसै आउनुपर्ने रहेछ चिसो बेलुका लास्ट चिसो हुन्छ यहाँनिर चाहिँ है म यहाँ चिसो भएर लास्ट भइसकेको छु अनि त्यही भएर अब चाहिँ चिसोमा अलिकति गाह्रो गाह्रो गर्मीमा चाहिँ फेरि बबाल हुन्छ जस्तो लाग्छ मलाई यसो सोच्दाखेरि घरिघरि होइन जाम जाम यार को भाइ हो यतिखेर अब उसले गेम खेल्छ त्यतिखेर आउँछ कता हो खासमा हामी चाहिँ है रुम जाने भनेको अब खाजा खान जाने अरे अनि त्यही भएर अब हामी चाहिँ अहिले चाहिँ यहाँ बमिङको चाहिँ एउटा नेपाली रेस्टुरेन्ट भन्ने छ नेपाली काठमाडौँ रेस्टुरेन्ट सरी यहाँ चाहिँ इन्डो नेपाली सबै पाउँछौँ त्यहाँनिर छ अन्त हामी चाहिँ यहाँबाट रोड क्रस गरेर त्यहीबाट जान्छौँ होइन अब जाऊँ होइन सोलिले त्यो नजिक होला यहाँबाट है ठिकै छ ल यो चाहिँ 1.5 वर्ष भयो नेपाली रेस्टुरेन्ट चाहिँ अब आज जाँदैछौँ होइन म चाहिँ फर्स्ट टाइम हो म त फर्स्ट टाइम होइन हो टक्क हो हामी चाहिँ यहाँ आइपुग्यौँ होइन काठमाडौँ रेस्टुरेन्ट भन्ने छ क्या राम्रै छ अब यस्तो भित्र जान्छौँ त्यसो देखाउँछौँ हजुर लास्टमा हामी ट्र्याक आएछौँ यहाँ चाहिँ अङ्कल नेपाली नै हुँदो रहेछ यहाँ चाहिँ हाम्रो नेपालको झन्डा छ होइन हुन्छ हामी लास्टमा यहीँ बस्छौँ हस् थ्याङ्क यू ठ्याक्कै यस्तो बवाल छ है यहाँ चाहिँ हाम्रो रेस्टुरेन्ट सो अब हाम्रो आइसकेको छ होइन अब अर्डर अहिले गरेको चाहिँ खासमा त्यो खाजा खाएर पनि त्यहाँबाट निस्किसक्यौँ होइन निस्केर त अब यस्तो बस स्ट्यान्डमा कुरिरहेको छौँ बसलाई खासमा अनि ओभरअल राम्रै छ हामीले चाहिँ अब चाउमिन चाहिँ खाएको धेरै भएको थियो मैले चाहिँ चाउमिन खाएँ त्यसपछि चाहिँ अनि के थियो अर्को चिकन चिल्ली मोमो भाइहरूले खायो सबैले खायौँ होइन धेरै खाएन फर्स्ट टाइम गएको मैले चाहिँ ट्राई गरेँ ऊ चाहिँ पेमा चाहिँ सधैँ लाइक 3-4 चोटि भइसक्यो गएको सो म चाहिँ पहिलोचोटि गएको थिएँ मरा भाइ चाहिँ अनि त्यसपछि राम्रो थियो ओभरअल होइन सबै राम्रो छ सो एकचोटि ट्राई गर्दा पनि हुन्छ पानी बाहेक सबै मिठो थियो पानी मिठो थियो अरू बाहेक सबै सबभन्दा मिठो चाहिँ पानी थियो ठिक छ त जे भयो भने खै कस्तो म त चिकन चिल्ली धेरै लास्टै पिरो अलिकति चाहिँ मलाई चाहिँ पिरो लाग्यो पिरो नखाने मान्छेलाई कस्तो जिउ अलिकति भइरहेको छ ओठ पनि परिरहेको छ त्यही भएर अब चाहिँ हामी रुम जाँदैछौँ सो बाई बाई गुड नाइट सबजनालाई यहाँ चाहिँ अब